तेरी खुशियों के खातिर मैं सारे जग से लड़ जावा, यही मेरी आरज़ू। रमाइलो भयो हावला राति कति हल्दी मेहन्दी 11:30 बजे फर्क्या दिमाग खराब गरेर टोले कस्तो ढिलो गरे क्या मान्छे 2 बजे जान्थे आयो चाँडै फर्किन्थ्यो अरे चाँडै आउँदै बस्दा बेहुली फेरि फोटो खिच्न ठिक छ केही छैन फोटो खिच्नु नपर झन् थोरै फोटो दिने बालै भन्नु हिजो भन्न पो नभएको त फोनमा अरूले सुन्ला कि भनेर नखिच न बालै भन्नु पछि गएर मेरो फोटो खोइ भन्न थालेको हुन्छ अनि मैले देखाइदिएको छु बेहुला नमान्ने त्यसपछि कस्तो राम्रो त यार ढिलो आएस ढिलो हुँदैन त यसले धोका दिएन नि पछि लास्ट हुँदै गएपछि त क्यामेरा त्यो भिडियो हान्दाखेरि हैन फोटोमा त्यो फोटो हानेको यसले सिडीमा फोटो हानेको के सजिलो क्वालिटी आउँछ नि त त्यो त भिडियो चाहिँ गरे प्रब्लम दिन्थेन ए प्राइम लेन्सको स्टाइलले युज गरे होला नि यसलाई सिधै यतिकै एकछिन जुम गरेर 70 राखे 70 राखे लाइट जानुपर्छ इन्डिया जानु पर्ला लागिरहेको छ इन्डियामा सस्तोमा बनाइदिँदैछ पटना न त दिल्ली त धेरै टाढा दिल्ली टाढा पटना टाढा दिल्ली टाढा नि पटना त कहाँ 2-3 घन्टा 4 घन्टा हो पुग्छ है बाइकमा गयो भने झन् टाढा हुन्छ अनि यता दिल्ली गयो भने त 12 घन्टा ट्रेनमा होला त्यो 12 घन्टा 24 घन्टा हो ट्रेनमा आज जति बजे चढ्यो त्यति बजे भोलि को हो यो ड्रोन उडाउने भनेको मान्छेलाई यतिखेरसम्म नम्बर छैन मलाई अब के गर्ने पैसाको लागि भनेको अनि पैसा दिन्छ तिनीहरूले पैसा त दिन्छ नदिएर कहाँ सब बिजी थियो दिएको दिन त्यस्तै हुन्छ कि के चिनेकै हुनुपर्छ नत्र पर्सनल चिने भन्छु मेसेन्जरमा कुरो भयो मैले पनि पर्सनल चिने खाएँ क्या तिमीहरूले पैसा त माग्ने बित्तिकै तिमीहरू सुरुमै हालिदिन्छु वेट गरेर बस्दैन यो दाइको बिहे भयो यो हिजोको बिहे भयो कस्तो हाने फोटो हेरेको हेर मैले त आफ्नो थर्को पनि रहेछ राति हुँदैछ
लाइट थिएन है त्यस्तो फरक चाहिँ पर्छ जस्तो लाग्दैन मलाई राति छैन धेरै त्यो बिदाइको जतिखेर पुग्यो त्यतिखेर 10-11 आएको हो पनि चाँडै जान्छ टाइम त लाग्यो तिनीहरू चाहिँ कहाँबाट आएको रहेछ बेहुला चाहिँ दार्जिलिङबाट आएको ए अझै पुरै कतिखेर अरे ढिलो भयो भनेर पुरै गरेर त्यो ल्यान्डलाइन त्यस्तै हो क्या हिजो हामी यहाँबाट गएर 1.5 घन्टा जति बस्यो त्यत्तिकै हावा ताल यसलाई कहाँको बिहे रहेछ अनि फेरि राति उताबाट आउँदा यता बाजेपुरबाट आएको गार्डन भन्छ बाघ छ भालु छ त्यो बाटोमा हो त हल्दी मेहन्दीको तर त्यहाँतिर आउँदैन नरक डाँडातिर चाहिँ हल्दी मेहन्दी यता आउने बाटोमा चाहिँ हल्दी मेहन्दी नरक बाटोमा राति 8 बजीतिर आएछ यो त चाँडै हुन्छ यो चाहिँ कहाँबाट कति गर्नु त यहाँसम्म मैले उनी ल्याएन त्यसमा केबल छ छैन यसको फेरि बढी बाटो भएर केबलै अर्को उसमा कपी हुँदैन फेरि यो नर्मल केबलै कपी नै हुँदैन बाइक सेट देखेको हिँड्न लाग्यो ल कहाँ अहिले 8 बजी बोलाएको छ कति बजी थाहा होइन माया कसम हो क्या जन्ती जान्छ त अनि ल म त्यो हालिदिन्छु होइन जहिले बनाइदिनु हुन्छ होला त होइन 9 तारिक त म यहाँ हिँड्नै पर्छ 9 तारिक भने कति 9 तारिक भन्दा आज कति हो 7 तारिक 7 तारिक अनि के बनाउनुलाई त्यो एसएसजी छोडेको कस्तो चाहिँ के छ बनाउनु फेरि हेर्नु फोटो छैन मैले फोटो खिचेँ चाहिँ यसो पोकेर आएको थियो त्यो 8 को छोडेको त्यो स्क्यान गरेर होइन यस्तो बनाउनु ए हुन्छ म कुरा गर्छु नि ल व्हाट्सएप त्यही हो नि त नम्बर हुन्छ म त्यसमै कुरा गर्छु यस्तो छोडेको भयो ठ्याक्कै यस्तो हुन्छ यहाँ हाम्रो पालक छोडेको हो कि यो होइन अनि फोटो यहाँ टाँसेर त्यो स्क्यान गरेर त्यो फोटो लाने फोटो त्यहाँ यहाँ टाँसेर सिग्नेचर चाहिँ कसले हान्छ ए
हान्दिनँ नि यस्तो कसले हेर्छ र सिक्ने छ कसले हेर्छ र हुन्छ तर टाइम चाहिँ लाग्छ एकछिन अनि एउटा यस्तो पनि छ यो मार्कसिट पनि छ क्या ए मार्कसिट त निकाल्न सक्दैन हो हुँदैन मार्कसिट म चाहिँ सक्दिनँ होइन म त मार्कसिट के लाग्छ त कहाँ बनाइन्छ साइबर बाराहरूले काठमाडौँ बनाउँछ त्यतिसम्मको खतरा ऊ होइन नि म पनि काठमाडौँ खोज्दै हिँड्नुपर्छ क्या फेरि काठमाडौँ भन्दा नि यहाँ चपुरहरूकोले गर्छ खतरा हानेको मैले तपाईँले गरिदिन्छ त्यो छैन ठ्याक्कै त्यो नगरपालिका भन्दा अगाडितिरको त्यो उहरू छ नि साइबरहरू एकदम खतरा गर्छ हो चपुर जानुहुन्छ त्यहाँ एकचोटि बस्दा हुन्छ यस्तो यस्तो कुरो गर्नु त्यहाँ म यहाँनिर यस्तो तनाव भएर बसिरहेको छु यहाँनिर नयाँ कुरा आज यहाँनिर 3-4वटा दिएँ कता कता हिँड्ने कता कता उ गर्नु दिमाग खराब भइरहेको छ एउटा बेकर लिने नि 3-4वटा त कहाँ भयो यस्तो कहाँ हुन्छ वर्षमा बल्ल बल्ल आइरहेछ एउटा त फिनिस भइसक्यो एउटा त सकिसकेको छ बाँकीको अब हजुर सर मैले पठाएको छु निकाल्दै नाइट सर म हिँड्न लागेको त्यति निकालेर अनि खुट्टा जाउँ मेरो 11 को विद्यार्थी हो कि डेट सेट गइसक्यो तर पनि मिलाउँदैछु मैले पठामा हेरेर त नाइट त पढ्दैन 3टा कागज र यो फोटो 6वटा है सर भ्याउँदैन 3टा फोटो त मैले फोन गराइ छ अनि फोटो 6वटा त बिलले निस्किहाल्छ नि फोटो कति बेर लाग्छ तिमीले दाब्देऊ न बाइक कहाँ पुग्नुपर्ने तिमीहरू लिएर जाऊ त्यस्तो हँ 6 मौसम ए गाडीमा जाने भयो बरु बाइक लिएर जाउँ